सबैभन्दा पहिला सम्मानित सभामुखज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। सम्मानीय सभामुख महोदय, पहिलो पटक सदनमा आम नागरिकका जनजीविकासँग जोडिएका विषय बोल्न पाउँदा मैले आफूलाई गर्व महसुस गरेको छु। सम्मानित सदन मार्फत विभिन्न कालखण्डमा देशका लागि बलिदान दिनुहुने वीर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। आज म कञ्चनपुर क्षेत्र नम्बर 3 का जनताको व्यथा, पीडा र वर्षौंदेखिका अधुरा सपनाको भारी लिएर यो गरिमामय सदनमा उपस्थित भएको छु। मलाई विश्वास गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टी र कञ्चनपुर क्षेत्र नम्बर 3 का आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। आज म यो विशेष समयमा बोल्दै गर्दा देशको वर्तमान अवस्था, जनताको निराशा र परिवर्तनको तीव्र चाहनालाई यस गरिमामय सदन समक्ष राख्न चाहन्छु। हामीले सुनेका छौँ विकासको कथा, समृद्धिका नारा र परिवर्तनका आश्वासन, तर दुर्भाग्यवश आज पनि आम नागरिकले महँगी, बेरोजगारी, भ्रष्टाचार र अन्यायको भारी बोकेर जीवनयापन गर्न बाध्य छन्। सम्मानीय सभामुख महोदय, म प्रतिनिधित्व गर्ने क्षेत्रको अधिकांश भूभाग भारतसँग जोडिएको छ, तर विडम्बना के छ भने आज पनि धेरै स्थानहरूमा सीमा विवाद कायमै छ। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरू अझै पनि सुरक्षित महसुस गर्न सकेका छैनन्। भूमिहीन सुकुम्बासी तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूले अहिलेसम्म पनि जग्गाधनी पूर्जा प्राप्त गर्न सकेका छैनन्। जग्गाधनी पूर्जा कहिले पाउने भन्ने उनीहरूको वर्षौंदेखिको प्रश्न अहिले पनि कायमै छ। जङ्गली जनावरले दिने हैरानी कायमै छ। मेरो क्षेत्रमा अल्पसंख्यक सुनाहा जाति पनि बस्छन्, जसले महाकालीको गिट्टी कुटेर आफ्नो दैनिकी चलाइरहेका छन्, तर राज्यको प्राथमिकता उनीहरू कहिले पर्दैनन्। कञ्चनपुरकी छोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज 7 वर्ष 8 महिना भयो, तर पीडित परिवारले अझै न्याय पाएको छैन। यो केवल एउटा घटनाको प्रश्न होइन, यो हाम्रो न्याय प्रणालीप्रतिको विश्वासमाथिको प्रश्न हो। हाम्रो राज्य आफ्नै छोरीलाई न्याय दिन असक्षम भएको हो, होइन भने यतिका वर्ष निर्मला पन्तको न्याय कहाँ हरायो? किसानको पसिना बग्छ, तर फसलको मूल्य बिचौलेले निर्धारण गर्छ। हरेक वर्ष बाढीले खेत बगाउँछ, तर किसानको पीडा सुन्ने कोही छैन। कृषि प्रधान देश भने पनि कृषक आजसम्म सम्मानित र सुरक्षित हुन सकेका छैनन्। विगतमा सरकारहरू पटक पटक फेरिए, नाराहरू फेरिए, तर जनताको जनजीविका अझै फेरिएको छैन। जनताले अब शासन होइन न्याय खोजिरहेका छन्, परिणाम खोजिरहेका छन् र उत्तरदायित्व र जवाबदेहिता खोजिरहेका छन्। यी सबै समस्याको समाधानका लागि सरकार बेलैमा गम्भीर बनोस् र अब नागरिकले सरकार होइन, सरकारले नागरिकको अवस्था बुझ्ने गरी काम गरोस्। जनताको सरकारप्रतिको भरोसा कहिले नटुरोस् भन्ने सम्मानीय सदन मार्फत सरकारलाई आग्रह गर्न चाहन्छौँ। अन्त्यमा सम्मानीय प्रधानमन्त्रीज्यूले चुनाव तका सुर अब दूर नै झिक्कै झिक्कै माया तमलाई भनेर भन्नुभएको थियो। अब माया सँगसँगै सुदूरलाई झिक्कै झिक्कै विकास पनि चाहिएको छ। धन्यवाद।